म चाहिँ आज बेथुको साग बनाउन गइरहेको छु। म चाहिँ बेथुको सागको चाहिँ रेसिपी हजुरहरूमा सेयर गर्न गइरहेको छु। बेथुको सागको लागि चाहिँ मैले आलु रेडी बनाएकी छु। त्यसै गरी यो बेथुको सागको लागि प्याज, खुर्सानी, सुकेको खुर्सानी, त्यसपछि टमाटर, त्यसपछि थोरै जिराको पेस्ट पनि तयार पारेकी छु। यो बेथुको साग चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदम राम्रो साग हो हैन। हरेक व्यक्तिले चाहिँ यो सागलाई चिन्नुहुन्न। यो सागलाई चिनेर खाने हो भने चाहिँ हामीलाई विभिन्न प्रकारका भिटामिनहरू प्राप्त हुन्छ शरीरमा। यसले विभिन्न रोगहरूलाई निको पार्ने अथवा हाम्रो शरीरका रगतहरूलाई सफा गर्ने कामहरू, पाचन सम्बन्धीका कामहरू, सबै कुराहरू चाहिँ यसले राम्रो गर्छ। आज यो चाहिँ रेसिपी म भान्साघरको रेसिपी सेयर गर्न गइरहेको छु। यसको लागि चाहिँ मैले सुरुमा चाहिँ मैले कराई बसाएकी छु। कराई बसाएर चाहिँ मैले यसमा अब थोरै तेल राख्छु। यो तेल चाहिँ मजाले पाकिसकेको छ हैन। यो पाकेको तेलमा चाहिँ मलाई मेथी फुर्याएको असाध्यै मनपर्छ। त्यसैले मैले चाहिँ यो मेथी अलिकति फुर्याउन गइरहेको छु। यो मेथी यतिको रातो रातो कालो कालो भएपछि मैले खुर्सानी फुर्याएँ। खुर्सानीसँगै मलाई चाहिँ लसुनको पत्ताहरू फुर्याएको मनपर्छ। लसुनको पत्ताहरू फुर्याएँ। त्यसै गरी अघि काटेको मैले प्याज फुर्याएँ। प्याजलाई मजाले खैरो हुने गरी चलाएर चाहिँ उयो गर्छु। प्याजलाई यतिको भइसकेपछि चाहिँ म यसमा आलु राख्छु। यसरी चाहिँ टमाटर मजाले राखेर चाहिँ यसलाई मजाले चलाउनुपर्छ। चलाएपछि चाहिँ यसरी टमाटर पनि गल्छ र आलुलाई यसरी भुट्नुपर्छ। भुटेपछि यसमा मैले स्वाद अनुसारको थोरै नुन पनि राख्छु। नुन राखिसकेपछि चाहिँ अघि मैले पानीमा मात्रै सरसर्सी पखालेको यो बेथुको साग छ। यो बेथुको सागलाई चाहिँ मैले यसरी राख्छु। यसलाई उसिनेर पनि बनाउन सकिँदो रहेछ, तर मैले चाहिँ यसलाई मजाले पानीमा पखालेर मात्र यसको भिटामिनहरू जान्छ भनेर पखालेर मात्र चाहिँ बनाउँछु। म सधैँ चाहिँ यसरी बनाउँछु। यसरी नुन मसला सबै कुरा राखेर सागलाई राखेपछि चाहिँ म केही बेर यसरी चलाउँछु र 5 मिनट जति यसलाई छोप्न दिन्छु। अब यो हाम्रो साग चाहिँ रेडी हुन लागिसकेको छ है। यो रेडी हुने बेला भइसक्यो। 3-4 मिनट छोपेर निकालेपछि चाहिँ साग यस्तो भएर यसरी रेडी भयो। यो साग चाहिँ अब रेडी भइसक्यो। यसको फाइदाको विषयमा चाहिँ सबै कुराहरू भनिरहँदाखेरि चाहिँ भिडियो एकदम लामो हुने रहेछ। म फाइदाको विषयमा चाहिँ लेखेर हाल्छु है त। ल यो साग कस्तो भयो कमेन्टमा भनिदिनु होला है त।